सबैलाई जय मसी। यतिखेर हामी मनोज भाइ र म हाम्रो यात्रा चाहिँ धनकुटाको छिन्ताङसम्म हो। शहीद भूमि पवित्र मण्डलीमा एउटा मिटिङको लागि हामी जाँदैछौँ। यतिखेर हामी सौरनीगढी नगरपालिका र बेलाखा नगरपालिकाको सीमामा प्रवेश गर्दैछौँ। यहाँबाट हामी बेलाखा नगरपालिका गर्न लागेका छौँ। यतिखेर हामी कोशी पुलमा आइपुगेको छौँ। सप्तकोशीको पुल हो। हिँड्दा हिँड्दै थकाइ लागेको कारणले हामी केही छैन यो चतराको जङ्गलमा बिसायौँ र एल्कोको जुस पनि हामी पिउँदैछौँ। थकाइ लागेको कारणले गर्दाखेरि एकदम मिठो जुस भाइले बनाएर दिएको जुस पिसकेर हामी धरानतर्फ लाग्यौँ र धरानबाट उकालो भेटारतिर हामी अहिले यात्रा गरिरहेका छौँ। बाटो घुमाउरो बाटो छ। भेटार हामी पुग्नै लागिरहेका छौँ र माथि निस्किँदै गर्दा यहाँ निकै खुसी लागेको र चिसो मौसम रहेछ। खुसी लाग्यो। धरानसम्म चाहिँ निकै गर्मी थियो तर भेटार आउँदै गर्दा एकदम चिसो भइरहेको छ यहाँको ठाउँहरू। दुई भाइ चाहिँ भेटारमा आइपुगेका छौँ। हामीसँग अगाडि गुरुबाहरू गइसक्नु भएको छ। धेरैजना पास्टर गुरुबाहरू पवित्र सङ्घबाट उहाँहरूलाई हामी भेट्नेछौँ। र यतिखेर हामी तमोरको पुलमा मूलघाटमा आइपुगेका छौँ र केशर दमरबाट डिस्कोबाट आउनुभएका हाम्रा गुरुबाहरूलाई हामीले भेटेका छौँ। बाटो निकै कठिन छ भनेको सुनेका थियौँ। साथै नै बाटो बिग्रिरहेको रहेछ। तरै पनि हाम्रो यात्रा जारी छ। हामी अगाडि बढिरहेका छौँ। पानी परेको कारणले गर्दा बाटो निकै बिग्रिएको अवस्था छ। बाटो बिग्रिए तापनि हामी यतिखेर शहीद भूमिको एरियामा चाहिँ प्रवेश गरिसकेका छौँ। यहाँ बाटोमा बिसाएर आराम गरिरहेका छौँ। बाटो अप्ठ्यारो पानी खुड्किला हुँदै हामी उकालो धाप भन्ने गाउँतिर लाग्दैछौँ। यहाँ हामीसँग डिकन र मृग चामलिङ मास्टर सुनिल श्रेष्ठ हुनुहुन्छ। अनि हामी यतिखेर धाप गाउँतिर उकालो लाग्दै गर्दा बाटोमा बाँसले बाटो छेकिरहेको रहेछ। बाँस पन्छाउँदै हामी अगाडि बढ्यौँ र फाइनली हामी यतिखेर धापमा आइपुगेका छौँ र हाम्रो शहीद भूमि पवित्र मण्डली त्यहाँ रहेको छ। माथिबाट हेर्दा तल तमोर नदी देखिन सक्छौँ। अनि सम्म गाउँ बाटो अप्ठ्यारो भए पनि हामी फाइनली आइपुग्यौँ र एकदम खुसी लागिरहेको छ। नयाँ ठाउँमा यहाँ शहीद भूमि पवित्र चर्चको नवनिर्मित भवन पिलर लगाइसकिएको छ। हामी यहाँ आइपुगेका छौँ। सम्पूर्ण अगुवाहरू हामी भेला भइसकेका छौँ। यो चाहिँ शहीद भूमि पवित्र मण्डलीको भित्र अहिले खाली छ। हामी केही समयपछि यहाँ सङ्गति गर्नेछौँ, मिटिङ गर्नेछौँ पवित्र सङ्घका पास्टर अगुवाहरू मिलिकन। यतिखेर हामी खाना खाइरहेका छौँ। सम्पूर्ण अगुवाहरू पास्टर गुरुबाहरू हामीलाई निकै मिठो भोजनले स्वागत गर्नुभएको छ। खाना पश्चात हामी बेलुकीको सङ्गतिमा सहभागी भयौँ। मिठो भेटघाट सङ्गति। हामी थाकेको शरीर भए तापनि रात निकै गए तापनि हामी खुसी साथ परमेश्वरको महिमा गरिरहेका छौँ। भजन गाउँदै आराधना गर्दै परमेश्वरलाई महिमा दिन पाउँदा अति नै खुसी लागेको छ। हाम्रो लागि नयाँ ठाउँ अनि नयाँ एरिया हो। यस कारणले हामी अति उत्साहित छौँ यहाँका स्थानीय विश्वासीहरूसँग भेट्दा र हामीलाई स्वागत गर्नुभएको लागि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। हामी यतिखेर आराम विश्राम गर्न गइरहेका छौँ। आज राति हामी यहीँ बसेर भोलि हाम्रो यात्रा फेरि पनि कटारीसम्म हुनेछ र विभिन्न स्थानसम्म हुनेछ। धन्यवाद।